दासबारीका खेतालाहरू स्वर्गको राज्य जमिनको एकजना मालिक जस्तो हो, जो बिहान सबेरै आफ्नो दासबारीमा खेतालाहरूलाई ज्यालामा काम लगाउन बाहिर निस्क्यो। खेतालाहरूसँग एक दिनमा पाउने ज्याला तोकेर उसले तिनीहरूलाई आफ्नो दासबारीमा पठायो। जब ऊ 9 बजेतिर बाहिर निस्क्यो, उसले अरूहरूलाई बजारमा बेकाम उभिरहेका देख्यो र उसले तिनीहरूलाई भन्यो, तिमीहरू पनि दासबारीमा जाऊ र जे उचित छ म तिमीहरूलाई दिनेछु। अनि तिनीहरू गए। फेरि उसले 12 बजेतिर र 3 बजेतिर बाहिर निस्केर त्यसै गर्यो। उसले 5 बजेतिर बाहिर निस्केर अरूहरूलाई उभिरहेका भेटायो र तिनीहरूलाई भन्यो, तिमीहरू किन यहाँ दिनभरि बेकाम उभिरहेका छौ? तिनीहरूले उसलाई भने, कसैले हामीलाई ज्यालामा लगाएको छैन। उसले तिनीहरूलाई भन्यो, तिमीहरू पनि दासबारीमा जाऊ। जब साँझ पर्यो, तब दासबारीको मालिकले आफ्नो कर्मचारीलाई भन्यो, खेतालाहरूलाई बोलाएर आखिरी आउनेहरूदेखि लिएर पहिला आउनेहरूसम्मलाई तिनीहरूका ज्याला देऊ। 5 बजे काममा लागेकाहरू आए र तिनीहरू हरेकले पुरा दिनको ज्याला पाए। जब पहिला ज्यालामा लागेकाहरू आए, तब तिनीहरूले बर्तार्ने पाउला भन्ने विचार गरे, तर तिनीहरू हरेकले पनि 1 दिनको ज्याला पाए। ज्याला पाएपछि जमिनका मालिकको विरुद्धमा तिनीहरू गनगनाउन लागे। तिनीहरू भन्न लागे, यी पछिल्लाहरूले 1 घन्टा मात्र काम गरे, तर तपाईँले तिनीहरूलाई हामी दिनभरिको भार बोक्नेहरू र चर्को गर्मी सहनेहरू सरह तुल्याउनुभयो। तर उसले तिनीहरूमध्ये एकजनालाई जवाफ दियो, मित्र, मैले तिमीमाथि केही अन्याय गरेको छैन। कि तिमीले मसँग पुरा 1 दिनको ज्यालामा काम गर्ने कबुल गरेका छैनौ? तिम्रो पाउने ज्याला लिएर जाऊ। यस पछिल्लालाई पनि तिमीलाई दिए जति म दिन चाहन्छु। मेरो जति छ त्यो म आफूले चाहे जस्तो गर्न सक्दिनँ र मेरो उदारतामा तिम्रो आँखा किन जल्ने? यसरी नै पछिल्ला पहिला हुनेछन् र पहिला पछिल्ला हुनेछन्। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो? यदि मन परे लाइक, सेयर र कमेन्ट गर्न नबिर्सनु होला।